न रहरले जन्म्यौ हामी न त रहरले नै मर्ने हो। न रहरले जन्मियौ हामी न रहरले मरेरै हो जानी जिन्दगानीमा तेरो मेरो भन्नु नै के छ र मरि जानीमा। ए भिनाजु दाउरा लिन हिँड त अनि दाउरा लिएर आउनु पर्छ। दुई हात दुई पाउ जन्मिँदा खाली पेट कालसँग सबैको अन्तिम भेट। हिँड न दाउरा लिन भनेको जिन्दा हिँड भने सुन्दैन गानीमा दाउरा लिन हिँडेन भनेको। तेरो मेरो भन्नु नै के छ र मरि जानी। यी बुढालाई फेरि कसले के सुनाइदियो बोलाएर बसिरहेछन्। दाउरा लिन हिँड भनेको। भरिँदैन लोभको भकारी गरे पानी चोरी र चकारी। अहिले कहाँ हिँड्या हो त हसिन फसिन गर्दै? म चाहिँ भने तेरैतिर हिँड्या थिएँ। ल जाँदै गा म अहिले आउँछु। छिटो आइज है छिटो आइज। लुछा चुडी गरे नि कति मरेपछि तार दाग बत्ती। के छ हौ तिम्रो खबर? के छ? तिमी त्यो ब्याज प्रसादको छोरी मुड्की सम्झेन होइन? हो त नि चिना चिनेकै सोध्या त। अनि बिहे भयो? छैन। अनि तिमीलाई के खाँचो हो मेरो बिहे भयो नि नभए नि? के खाँचो पो भनेर सोचे थियो। अब 4-5 दिनमा पृथ्वी शाखा जाँदैछ। अब तिमीले बिहे गरेर यसो बुढाबुढी नारिएर हिँड्ने एउटा प्रेम भन्ने जिन्दगीको रमाइलो बाँकी थियो त्यसै जाने भयो। ठिकै छ जाऊ। छि 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 12-17 कुरा गरे। खै के कुरा भनौँ भनेर आथी सबै बिर्साइदिएर मरे चोरको अनुहार परे बुढो। जिन्दगानीमा क्या चोरको अनुहार मेरो भन्नु नै के किन बोलाएको मलाई? किन ल्याएको मलाई? देखेनौ बुढाको ताल के के भयो? देखि ठिकै छ त। ठिकै छ। पृथ्वी डुब्दैछ। यत्रो खबरबाट बेखबर छ। म त ठिकै छ। अब डुबे पनि डुबोस्। जिन्दगीमा लोभ पनि गरिएन। लोभ लालच गरेर पैसा नि थुपारिएन। अब त चाहिँ 1 रुपियाँ 2 रुपियाँ भनेर खर्च नगरी राखेको पैसाहरू त्यत्रो थुपारेको 1 रुपियाँ देख्न नपाइ जाने भइस। सिद्धो के भयो? पृथ्वी के हो नि? दोस्त डुब्ने भयो। हल्ला त मैले नि सुनेको थिएँ। कहिले कहिले? अब 4-5 दिन बाँकी छ। होइन के यो कुरो कसले बुढालाई लगाइदिएको त्यही भएर बुढा खालि त्यही भन्छन्। हल्ला मैले नि सुनेको थिएँ। हल्ला मैले नि सुनेको थिएँ क्या। सम्झाइदिन्छ कि भनेर ल्याएको तिमी नै भागेपछि कसले सम्झ। तर हावा त हावै होला त। हावै होला यसले नै हावा भन्नु। हावा हावा होइन तुवाले होला। त्यहाँ तुवाले कस्तो तुवाले आयो? यो तुवाले मेरो विचारमा त्यसै आएको छैन। त्यो समुद्र उफ्रिएर आएर कहाँको हिमाल पल्टायो उता पल्लो गाउँतिर त्यहाँबाट तुवा निस्किन्छ कि पल्टाए गरे पनि गएको थिएँ आज बिहान 4 बजीतिर। कुरा सही हो, कुरा सही हो। होइन तुमालो हेर पृथ्वी ध्वस्त त सुनेको थिएँ मैले। 2012 मा पृथ्वी ध्वस्त भनेको थिएँ। तुवालाई सधैँ आउँछ। त्यो हिमाल पल्टेको होइन कि बुढालाई अरू कुरो लगाइदियो कसले। हिमालय चाहिँ पल्टिँदैन। यहाँ हिमालय छैन साँच्चै। कहाँबाट पल्ट्यो हिमाल? यहाँ वरिपरि कहाँ छ हिमाल? आज बिहान 3 बजेतिर गडेङ्ग गरे सुनिस् तैँले? चर्पी जाँदाखेरि म चर्पी जाँदा गड्याङ्ग त काठमा हुन्छ। पृथ्वीको तल होला क्या केन्द्रबिन्दु हुन्छ नि त्यहाँ के भयो होला त्यो गडेङ गरेको थियो एकचोटि। भुइँचालो चाहिँ गएन जान खोजेको थियो। हल्ला चाहिँ हो, हल्ला चाहिँ हो। यो हुन सक्छ, यो हुन सक्छ। होइन क्या हुँदै होइन क्या कस्तो होला। तर अहिलेको अहिले त नहोला पनि फेरि नहोला पनि। अब 3-4 दिनमा थाहा पाउँछस् तैँले। 3-4 दिनमा उहाँ मलाई विदेशबाट समेत फोन आइसक्यो। विदेशमा उहाँ ट्रेन पल्ट्यो अरे। त्यसले पहिला ट्रेन पल्टिन्छ अरे क्या पृथ्वी ध्वस्त हुनुभन्दा पहिला। मलाई समाचार छैन।
समात्छ छैन च्याप्पै समात्दिने समाइदेऊ यसले मलाई च्याप्पै समात है यताबाट जान्छु जिन्दगानीमा ए जिन्दगानी तेरो मेरो होइन के भन्नु नै कसले तिमीलाई यो के छ कसले हावा लाग्यो मरि जानीमा। संसार बिना संसार अपुरो छ। संसारले नै संसारलाई नजिक बनाइरहेको छ, त्यसैले यसको महत्त्व ठुलो छ। संसार भनेको घाँस बाँस कपास कटारे हाँ क्यारिया पढिरा देखेन यहाँ आइएको जाँच आइरहेछ पढ्न थाले क्या आइयो पास गरिसक्यो होइन र एउटा विषय लाग्यो क्या बेकार यो गाउँमा बरा लिएर खै के पढ्लास् तैँले अब पृथ्वी नै पल्टिँदैछ अरे अब पल्टिया पृथ्वीमा के पढ्लास् के भने यो नचाहिँदो कुरा नआएर चाहिने कुरा चाहिने तुई यत्रो विद्वानले भनेको कुरा चाहिने तुई हुन्छ। अब उत्तरी ध्रुव नै अब दक्षिणी ध्रुवतिर जाने अरे अब यता उत्तर थियो नि अब उता उत्तर हुन्छ अरे अब उता यता पूर्व थियो नि अब उता पूर्व हुन्छ अरे कसरी हुन्छ मन लाग्दीसँग साथी नि भयो। अब हिमाल भएको ठाउँमा अब समुद्र हुन्छ अरे अनि समुद्रबाट चाहिँ यस्तो चुच्चोहरू यस्तो यस्तो निस्किँदै गएर अनि माथि चुचुरो भएर हिमाल हुन्छ अरे त्यहाँ चाहिँ पृथ्वी पल्ट्याङ्गै ठ्याक्कै पल्टिन्छ कुरै सिक्यो। यो कुरा त मैले पनि अलिअलि हल्ला त सुने हो साँच्चै हो क्या हो अब यत्रो कुरा गर्छ हो र्या गर्छ हो नि अब पढेर के काम पढेर कामै छैन अब पढेर के गर्ने अब 4-5 दिनपछि पृथ्वी पल्टिहाल्छ अब रिजल्ट त त्यहाँ देख्नै पाउँदैन अब त्यो रिजल्ट भन्ने हुन्छ नि तिमीहरूको त्यो नै थाहा हुँदैन त्यसलाई अब पृथ्वी पल्टिहाल्छ पढ्ल्याङ्गै ठ्याक्कै 5 बल्ड्याङ के हुन सक्ला त यो कुरो पढाए पाठ 16 दुना 8 भने आस्थ्यो पत्याउँदैनस् भने मैले के हार्नु त अब के कुरा गर्छ अरे माग्ने बुढो ए लौ न हल्यो त पृथ्वी साँच्चै नै ध्वस्त हो क्या ए तलैबाट गयो क्या हो ओहो माग्ने बुढा कता म त अब कता न कता बरु ब्याज प्रसाद चाहिँ कता म घरमा 50,000 रुपियाँ जम्मा भएर रहेछ अब गाउँका मान्छेले ब्याज लिन छोडी गए गैँका मुद्दती खातामा अलिक बढी ब्याज आउने रहेछ क्या त्यही भएर मुद्दती खातामा पैसा राख्नु हिँडे मुद्दतीमा नराख बरु चल्तीमा राख अब मुद्दतीमा पैसा राखेपछि फेरि चाहिए बेला झिक्न सकिँदैन अब पृथ्वी पल्ट्यो भनेर चाहिँ पैसा झिक्न जानु पर्ला पैसा भने बेला झिक्न मिल्दैन अड्किन्छ ती अब पैसा मुद्दती खातामा ब्याज प्रसाद बारीको पाटामा होला भने डर भयो होइन साँच्चै होला त यो पर्ले हुने भने साँच्चै होला रे अब कस्तो के भन्नु अब यस्तालाई अब पहिला त्यो हिमालमा कति हिउँ हुन्थ्यो सेतै हुन्थ्यो नि अहिले त कालो ढुङ्गाहरू मात्रै छ ढुङ्गा मात्रै क्या कालो अब पहिला हाम्रो गाउँमा कति बाघ आउँथ्यो अहिले बाघ एउटा छैन नि त छैन बाघ त असाध्यै बाटो पहिल्यै थाहा पाउँदो रहेछ पर्लाई हुने कुरा त्यो भएर पोरपरारै भागिसक्यो बाघ नआएको त जङ्गल फडानी भएर होला नि मनलादी जङ्गल काटा छ अनि कहाँबाट आओस् त बाघ अब छोरीहरूलाई बाघ यस्तो हुन्छ भनेर देखाउनु पर्यो भने बिरालो देखाउनु पर्ने भइसक्यो सियाल त आउन छोडिसक्यो जङ्गलमा नपत्याउनेलाई के भन्नु त अब बुद्धि छैन बुद्धिको बिरको ठप्प छ जिन्दगानीमा तेरो मेरो भन्नु नै के छ र मरि जानीमा ए बिनाजु भात खान जानु पर्दैन भात खान हिँड 4-5 दिनलाई के भात खाने हो म त खान्न खुरुक हिँड भने भात खान खान्न म खान्न उता हेर त्यो पहाड अघि सिधा थियो है अहिले यस्तो अलिकति ढल्के जस्तो लाग्दैन तँलाई सिधा थियो नि के सिधा खुरुक्क भात खान हिँड भन्दा पहाड हल्लिसक्यो त्यहाँ ए पहिले भात खान हिँड अनि पहाड हल्लिएको हेर्छौ कि रुख हल्लिएको हेर्छौ कि जे हेर्दा नि हिँड भात खान पहिले पहाडै सरल अघि एक कम्बल यता थियो त्यो